हेलो गाइस, हामी सिक्लेस तर्फ जाँदैछौँ। यो सिक्लेस जाने बाटो एकदमै सुन्दर बाटो छ यो चाहिँ, र घरहरू पनि एकदमै राम्रो छ। र देखिराख्नु भएको छ यहाँ चाहिँ झरना एउटा सानो खोला जस्तो बनेको छ, ताल जस्तो पनि बनेको छ र एकदमै सुन्दर वातावरण छ। सर पानीहरू बगेको छ र यो चाहिँ सिक्लेस जाने बस जुन चाहिँ गइरहेको छ र हामी बाटोमा यसो फ्रेस हुनको लागि हामी चाहिँ बाइक राखेर मेरो साथी ट्याक्क हामी चाहिँ यसरी भिडियोहरू खिचिरहेका छौँ, दृश्यहरू कैद गरिरहेका छौँ। यो चाहिँ खेतहरू यस्तो राम्रो छ, सानो खेतहरू, र म चाहिँ यतापट्टि फेरि हिरो भएर चाहिँ यसो ज्याकेटमा यसो गोजीमा हात हालेर चाहिँ प्यान्टको गोजीमा हात हालेर हिरो भएर चाहिँ म यतापट्टि हेरिरहेको छु। यो चाहिँ सरला र राम्रो छ दृश्य चाहिँ है, बवालै छ नि। स्माइल पनि त्यस्तै बवालै छ। र हामी जाँदै गर्दा एउटा बस्ती हामीले चाहिँ फेला पारेका छौँ, एकदम सुन्दर बस्ती रहेको छ र यो दृश्य देखाइरहेका छौँ। चिफ्ली गाउँमा स्वागत छ है साथीहरू। ल ट्याक्क म यसरी हिँडिरहेको छु फेरि सरला र होइन, ट्याक्क गोजीमा हात हाल्न चाहिँ छोड्दिनँ कि फेरि म। अनि खिलाङ भिलेजतर्फ पनि फेरि स्वागत गर्न चाह्यौँ। र यसरी चाहिँ बाटो चाहिँ अब यस्तो छ, बाटो फेरि अलिकति माथि अफरोड छ, फेरि गाडीहरू ट्याक्क लाइन छ, ताती छ, धेरै मान्छेहरू फेरि भिडभाड हुने यो मौसममा चाहिँ फेरि भिडभाड हुने सर हामी लागिरहेका छौँ। धुलो छ र यहाँ बाटोमा फेरि यस्तो झलुङ्गे पुल, यहाँ चाहिँ अब एकदम धेरै घुम्न आउनुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ एकदमै अग्लो पुल छ यो चाहिँ, सम्भवतः एकदमै नेपालको एउटा अग्लो पुल मध्येको चाहिँ पुल हो यो, सायद दोस्रोमा पर्छ कि जस्तो लागिरहेछ। र सर र म चाहिँ हिँडिरहेको छु होइन, सर र लाएर एकदमै अग्लो छ यो पुल चाहिँ। अनि बाटोमा फेरि हामी अगाडि बढ्ने क्रममा फेरि यहाँ झरना आएको छ, सर र झरनाको पानी सल्ल बगेको एकदमै रमणीय ठाउँ, एकदमै राम्रो ठाउँ। जाँदाखेरिको यो दृश्य चाहिँ छुटाउनु हुँदैन, बस्दै बस्दै घुम्दै फिर्दै जानको रमाइलो छुट्टै मजा छ। र फाइनल्ली हामी फेरि अब यहाँ हिमाल देखिसकिएको छ, यहाँ चाहिँ हिमाल यस्तो सर देखिसकिएको छ। यहाँ खाल्डाङ खुल्डुङ छ, यताउता परेको छ बाटो चाहिँ, खाल्डाङ खुल्डुङ यताउता यस्तै छ बाटो। अनि त्यसपछि यहाँ हेर्नु कस्तो राम्रो टक्क घामहरू पनि देखिएको छ, घाम पनि देखिएको छ, खाल्डाङ खुल्डुङ छ। अब जसो तसो हामीहरू अब माथि पुग्ने ठाउँमा चाहिँ अब बिस्तारै हामी पुग्ने क्रम जारी छ। बाटो यस्तो छ, यो बाटो पनि यस्तो छ, बाटोको दृश्यहरू पनि म देखाउन चाहन्छु। अफरोड छ होइन। ल अब लगभग हामी देखिसकेको छ, हिमालय देखिसकेको छ भनिसकेपछि अब हामी पुग्न लागिसकेका छौँ। र फाइनल्ली हामी अब सिक्लेसको हामीले चाहिँ गेट देखिसकेका छौँ है, सिक्लेसको चाहिँ गेट देखिसकेका छौँ अलिकति। र यसरी चाहिँ हाम्रो सिक्लेसको यात्रा तय हुन्छ। यसरी चाहिँ हामी पोखराबाट लागिसकेपछि अब हामी त अब टाइम त लाग्यो होला, 4-5 घन्टै लाग्यो होला, लगभग 4 घन्टै लाग्यो माथि पुग्दा अब घुम्दै फिर्दै जाँदाखेरि। र यो चाहिँ सिक्लेसको गाउँ एकदमै सुन्दर छ, बवालै छ है। सरलाई हेर्नुहोस्, सरको माथिबाट तलसम्म हेर्नुहोस्, एकदमै राम्रो छ। र म फेरि उभिसकेको छु, फेरि यहाँ यसो होइन भिडियो बनाउनको लागि चाहिँ म ट्याक्क उभिएर यतापट्टि दृश्य अवलोकन गर्दैछु, हेर्दैछु, निहाल्दैछु, बवालै छ भन्दैछु यस्तो। यतापट्टि आएँ फेरि म फेरि अर्को पनि खिच्देऊ नि त साथी भनेर फेरि यतापट्टि फेरि अब फेरि खिच्दैछु म फेरि अब यताबाट सर लाएर। दामी छ नि ठाउँ त, दामी छ होइन। हजुरहरू पनि आउनु होला, यस सिक्लेस हेर्नुहोस्, आहा घरहरू हेर्नुहोस् न कति सुन्दर छ, कति राम्रो ठाउँमा छ। हिमालको काखमा अवस्थित सिक्लेस गाउँ एकदमै राम्रो छ है, एकदमै बवालै छ यो चाहिँ। अब हामी फेरि अब ट्याक्कलाई हेर्नुहोस् नि, यस्तो हामी माथि नै पुग्यो नि त, गाउँमै पुग्यो हामी फेरि सट्ट लाएर गाउँमै पुग्यो हिरो भएर है। अब माथि यो चाहिँ माथिपट्टि यो पार्क जस्तो ठाउँ छ, त्यहाँ नजिकै पुगेर चाहिँ हामीले यसरी चाहिँ भिडियो बनाएका थियौँ है। यो हिमाल एकदमै सुन्दर, एकदमै बवालै छ। यस्तो हिमाल देख्न पाउँदाखेरि चाहिँ मन आनन्द हुन्छ, आनन्दित तुलाउँछ, स्वर्ग जस्तो ठाउँमा गएर। अब यहाँ हेर्नुहोस्, पिङ पनि हालेको रहेछ। अब जाडोको बेलामा अब यस्तो चुत्त पारिहालौँ न त चिया भन्ने भयो। अनि त्यसपछि सर र हामीहरू टक्क भिडियोहरू बनाउँछौँ, फोटोसोटो खिच्छौँ पनि अब फेरि होइन। यहाँ
सर यहाँ टेन्टहरू पनि टाँगेर चाहिँ मान्छेहरू बस्दा रहेछन्। हामी चाहिँ अलिकति तलपट्टि नै बसेका थियौँ। यसरी पनि बस्न सकियो। ट्याक्क टेन्ट मुनि सर लाएर हेर्नु दृश्यहरू कति राम्रो छ। ट्याक्क घाम परायो। पिङ पनि खेलिदेऊ न त के छ र साथी भनेर फेरि हामी पिङ पनि खेल्यौँ। अब सर इन्जोय लिँदै सर होइन स्लो मोसनमा आनन्द तरिकाले यसरी पिङ खेल्दैछु म। हिमाल पछाडि देखिएको छ ब्याकग्राउन्डमा। र अब झन्डा पनि हामी फेरि लिएर जाने मान्छे, देशप्रेमी मान्छे हामी फेरि। अब ट्याक्क झन्डा पनि हामी फरफराएर भिडियो बनाइहालौँ न त। यस्तो नेपालको यति राम्रो हिमाललाई यसरी फरफराएर झन्डा फरफराएर फेरि म माथि डाँडातिर पनि उक्लेँ। एकदमै सुन्दर छ। यहाँ चाहिँ बस्नको लागि चौर छ, भिरालो भिरालो चौर, एकदमै बवालै ठाउँ छ। जानै पर्ने, एकचोटि चाहिँ जानै पर्ने ठाउँ छ यो चाहिँ है। सर र माथिपट्टि अब चाहिँ हामी गयौँ। अब यसरी ट्याक्क ब्याग भिरेर ट्याक्क नाचगान भइरहेको गीत पनि मिठो बजिरहेको थियो यहाँ। फेरि अब सर लाएर मिठो गीत बजेको थियो, नाचिरहनु भएको थियो। यता अब सबैजना चाहिँ यसरी भेला भएर अब विभिन्न ठाउँबाट यहाँ हेर्नको लागि आउनुभएको थियो। सर र भिडियो सिडियो बनाएर चट्ट लाएर अब ढुङ्गाइ माथि चढेर अब बबाले एउटा चाहिँ राम्रो भिडियो बनाइदेऊ न त हिमाल देखाएर भन्ने पनि भयो। अब यता फेरि अब ट्याक्क लाएर होइन बबालै छ ठाउँ। सिक्लेस हिमालको काखमा अवस्थित छ। एकदमै राम्रो बस्ती रहेको छ। सबैजना